हेलो, आज चाहिँ मलाई स्किन केयर गर्नलाई जागर चलिरहेको छ क्या, त्यही भएर हल्का स्किन केयर गर्नु पऱ्यो सुत्ने बेलामा। म चाहिँ यसले क्लिनिङ गर्छु फर्स्टमा चाहिँ अलिअलि गर्नु पऱ्यो नि त। राति सुत्ने बेलामा चाहिँ क्लिनिङ चाहिँ गर्नैपर्छ है। म अल्छी लाग्छ कि भन्नु, गर्नै मन लाग्दैन। यस्तो गरेर मसाज गर्ने, तर स्किन केयर चाहिँ एकदम गर्नुपर्छ है साथीहरू, राम्रो हुन्छ। कहिले जागर चल्छ। यति गर्दा नि कति सफा देखिन्छ नि त हो। स्किन केयर इज भेरी इम्पोर्टेन्ट। त्यसपछि यो भिटामिन लगाउँछु। एउटा चाहिँ ओइल बेसमा छ र एउटा चाहिँ क्रिम बेसमा छ। यसरी बनाउँछु नि सबैजना, मैले बनाउनु पर्यो। एकछिन यसले मसाज गर्ने। त्यसपछि अर्को लिन्छु क्रिम बेसमा। अब म यो मास्क लगाउँछु एकछिन। भयो अब सक्यो मेरो स्किन केयर गरेर यतिको भन्छु साथीहरू। तपाईँहरू पनि गर्न नबिर्सिनु है, स्किन केयर इज भेरी इम्पोर्टेन्ट। अनि मेरो अर्को स्किन केयर चाहिँ के हुन्छ भने C10 एक्ने C10 लगाउँछु म जहिले पनि, एकदम राम्रो हुन्छ यसले। सेटाफिलको मोइस्चराइजर एकदम राम्रो लाग्छ मलाई चाहिँ, लाग्छ। हल्का घाँटीतिर पनि हुँदैन। आज चाहिँ मेरो भिडियो यति नै हो। भिडियो सबै हेरिदिनु होला। कति राम्रो भयो है। डेली स्किन केयर गर्नु राम्रो हुन्छ, तर के गर्नु आफूलाई त अल्छी लाग्छ। कहिले काहीँ मात्रै गर्छु। बाई बाई।